हाई एभ्रियोन, आज चाहिँ म गाईघाटमा रहेको सगरमाथा हाइटेक प्लान्ट नर्सरीमा जाँदैछु। अनि मेरो चाहिँ थोरै बिरुवा रोप्ने केही प्लास्टिकको भाँडाहरू लिनको लागि म जान लागेको। अनि यहाँभित्र पस्दा चाहिँ एकदमै सुन्दर ठाउँहरू मैले देखेँ है। म चाहिँ पहिला चाहिँ गएको थिएन। यो चाहिँ बोक्सेमा पर्छ, गाईघाटको पनि बोक्सेमा पर्दो रहेछ। अनि विभिन्न प्लान्टहरू पनि रहेछ। मैले सोचेको थिएँ यहाँ चाहिँ मिनिमम मात्रै होला भनेको, तर म्याक्सिममै थुप्रै बिरुवाहरू पनि पाउने रहेछ। फलफुल लगाए नजातका बिरुवाहरू पनि, लेयरिङ गरेका बिरुवाहरू पनि पाउँदो रहेछ। अनि एकदमै सुन्दर लाग्यो। अनि मलाई चाहिँ थाहा थिएन पहिला, मैले चाहिँ सोच्थेँ सिम्पल मात्रै होला, थोरै मात्रै होला भनेर। तर धेरै कुराहरू पाउने रहेछ है। फुलहरू त कति हो, कति के हो, के मैले चिन्न पनि सकिनँ, प्रत्येकलाई हेर्न पनि सकिनँ। अनि धेरै रहेछ फुलहरू, एकदमै सुन्दर रहेछ। अनि म चाहिँ घुम्दै घुम्दै भित्र पसेँ। अनि मेरो चाहिँ खासमा प्लास्टिकको फुल रोप्ने गमलाहरू लिनु थियो। अनि यसो हेरेको त त्यहाँभित्र त अफिसभित्र त यो पनि राखेको रहेछ है, फिसहरू पनि रहेछ। अनि यसो हामीले अवलोकन हेऱ्यौँ दुईजनाले, दीक्षा र म गएको थियौँ। अनि हेऱ्यौँ, यसो हेर्दा राम्रो लाग्यो। अनि भिडियो गर्न मन लागिहाल्यो, अनि गरेँ। त्यसपछि फेरि म अब चाहिँ उता मेन फुलहरू भएकोतिर, बिरुवाहरू भएकोतिर म गएँ है। हेरेँ, यति धेरै सुन्दर लाग्यो, यति धेरै के हो यो भनेर सोध्न मन लागिहाल्यो। सोधि पनि हालेँ। साथीले भन्यो मलाई पनि थाहा छैन भनेर भन्छ। अनि यो प्लान्टहरू हेर्नुहोस् है, एकदमै सुन्दर छ, एकदमै सुन्दर। यति सुन्दर हो कि मलाई त साह्रै मन पर्यो। के गर्नु र। अनि यसो हेरेको यो चाहिँ के ब्याम्बो प्लान्ट अरे। अनि यसो हेरेको, यो हेर्दा चाहिँ साह्रै सुन्दर लाग्यो। अनि मनमा नि सोचेँ मेरो बहिनीको बर्थडे असार 10 गते हो नि त, अनि त्यतिखेर दिनु पर्यो होला भनेर सोचेर यसो कुरा पनि गरिहेरेँ। तर त धेरै महँगो रहेछ, समथिङ 1250 भन्यो। यो सिसा छ नि, सिसा एकदमै महँगो रहेछ। अनि एक्सपेन्सिभ, बढी एक्सपेन्सिभ लाग्यो। अनि अहिले चाहिँ यो फेरि यता हेर्न थालेँ, सुन्दर फुलहरूको बिरुवाहरू देख्न थालेँ। मलाई त लाग्छ फुलहरू त फुल्ने नफुल्ने दुवै मनपर्छ। अनि रुमहरूमा सजाउन मनपर्छ। तर के गर्नु भने जस्तो अब आफ्नै घर हुँदैन, रेन्टमा बस्नुपर्ने हुन्छ। अनि सोचे जस्तो केही पनि हुँदैन। त्यही पनि यसो हेरेर भिडियो गरेर चित्त बुझाउने त हो, हामी स्टुडेन्ट लाइफ त्यही त हो होइन। अनि धेरै नै रहेछ। अनि प्लान्टहरू, म त धेरै प्लान्टहरू पनि चिन्दिनँ। अनि यो के हो भनेर सोधेँ। अनि उता भन्दै हुनुहुन्थ्यो कि त्यो चाहिँ रबर प्लान्ट हो अरे। अनि आहा कस्तो राम्रो है। अनि मसँग यदि मसँग धेरै पैसा भएको भए त यो म प्लान्टहरू सबै लिएर आउँथेँ, एक एकवटा लिएर आउँथेँ। तर के गर्नु, मसँग 5 रुपियाँ पनि एक्स्ट्रा पैसा थिएन। मात्र एउटा थोरै जुन मैले जति सोचेर गएको थिएँ त्यति मात्रै पैसा थियो मसँग। अनि यो प्लान्टहरू हेरेरै आएँ। के गर्नु, गाह्रो छ भन्न सजिलो छ, हेर्न चाहिँ पाएँ। जे होस्, पैसा तिर्न परेन हेर्नलाई चाहिँ, हेर्न चाहिँ पाएँ। अनि यसो हेरेको त अङ्गुर पनि पो रहेछ। अनि साथीले भन्दै थियो 100 रुपियाँ गोटा पाउँछ अङ्गुर। मेरो मम्मीलाई लिएर जानुपर्ने भन्ने कुरा भयो। अनि मलाई पनि यसो हेरेको, साँच्चै मेरो घरमा नि लैजाउँ कि के हो भनेर मैले सोचेँ है। अनि थुप्रै रहेछ बिरुवाहरू त, कागतीको बिरुवाहरू पनि रहेछ। अनि यो चाहिँ हाम्रो गाउँतिर यसो हेरेको जङ्गलमा पाउने धतुरो जस्तो पो लाग्यो। फेरि यता ब्याम्बो नै रहेछ। अनि धतुरोको बिरुवा हो कि के हो भनेको, खोइ के हो मैले थाहै पाउन सकिनँ। अनि हेर्दै म त छक्क नि परेँ, यति धेरै सुन्दर तरिकाले बनाएको रहेछ। अब यता हेर, यतै प्लान्टहरू, यतै हेर फलफुलहरू पनि छ। यता टिमुर है, यो टिमुरको बोट रहेछ यहाँ चाहिँ। यता सुन्तला होला। अनि बिरुवाहरू पनि थुप्रो रहेछ। के गर्नु र, अम्बक पनि रहेछ सानो। हाम्रोतिर त गाउँतिर त ठुलो पाउँछ नि त, यहाँ चाहिँ सानो फल्ने पाउँदो रहेछ। अनि फेरि यता हेरेको फेरि फुलहरू रहेछ। अनि यो धुपी चाहिँ मलाई साह्रै मन परेको थियो। अनि मेरो घरमा पनि पाहाडै भए पनि घरको चाहिँ फिल्ड चाहिँ ठुलो छ। किनभने त्यो फिल्डमा लगेर रोपौँ कि भनेको सोधेको 200 रुपियाँ गोटा पो भन्छ यार। आफूसँग 5 रुपियाँ नभएको बेलामा 200 रुपियाँ भन्छ। फेरि यता हेरेको आमामा, यो कत्रो ठुलो जरा भएको रुख हो। छक्क पऱ्यो। फेरि नाम चाहिँ थाहा छैन, सोध्न पनि मिलेन, धेरै सोध्यो भने त लाज हुन्छ। फेरि यता हेरेको यो के हो यस्तो, यो हामीले दुवैजनाले छुट्याउन पनि सक्यौँ न। अनि त्यसपछि हामी त फर्क्यौँ सुन्दर फुलहरू हेर्दै। के गर्नु र।
हेरेर मात्रै आयौँ, तर पछि पैसा भयो भने फेरि किन्ने बाचाका साथ हामी फर्क्यौँ। ओके, बाई।